आज त्यो निर्दोष छोरीले ज्यान गुमाइन्। म बाँच्छु, मलाई बचाऊ आमा, मलाई बचाऊ बुवा भन्दा भन्दा पनि त्यो पापी राक्षसहरूले छोडेनन् तिमीलाई। अलिकति पनि हेक्का रहेन। तिमी कसैको छोरी हो, कसैको बहिनी हो, कसैको प्यारी एक थोप आँसु नझारिकन पालेको त्यो छोरी भनेर त्यो राक्षसहरूको मनमा अलिकति पनि हेक्का रहेन। त्यो राक्षसहरूको मनमा राक्षसीपन छिरे पनि तिमीलाई सात फन्को घुमाएर लगेको तिम्रो श्रीमानले पनि तिम्रो मनको भावना बुझे। तिमी कसैको छोरी, कसै भान्जी, कसैको दिदी, कसैको बहिनी भनेर तिम्रो त्यो पापी श्रीमानले पनि अलिकति पनि सोचे। हरेक कुराहरू सहँदा सहँदै हाँस्ने कोसिस गरिएको तिम्रो त्यो हँसिलो मुहारहरू त्यो राजेशहरूले निभाएछ।